हेलो गाइज, गुड मर्निङ। एकदम अहिलेको भ्यू एकदम दामी देखिरहेछ। कति दिनपछि होला यो घाम लागिरहेको। पानीले पुरा भिजुक्थ्यो खिचिदेम्बा गाउँपालिका। हेर्नुहोस् अहिले कस्तो दामी घाम लागिरहेछ। हेलो हेलो गाइज, यो हाम्रो घर हो अनि यहाँ त्यहाँ पप्पी पनि छ। कुखुराहरू देखिरहेछ एकदम। अनि तल खिचिदेम्बा गाउँपालिका तल छ। यो कोसेली घर खिचिदेम्बाको। ओ तल खिचिदेम्बा गाउँपालिका। भ्यूहरू एकदम दामी देखिरहेछ। माथि लाग्ने ठाउँमा एकदम कुहिरो लाग्ने ठाउँमा एकदम थलेदेम्बा हो। त्यहाँ पुग्नलाई लगभग बाइकमा गयो भने 45 मिनट जति, हिँडेर गयो भने 4-5 घन्टा लाग्छ। हेलो गाइज, हाम्रो छेमा यता हाई भनिदिनु, यता फर्किदिनु हाई भनेर। कता लाग्नुभयो? दामी छ। हेलो 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 हेलो। त्यता छिमेकीको घर, बडीहरूको घरहरू छ। पुरा भ्यू आजको भ्यू एकदम दामी देखिरहेछ। दसैँ गयो, अब तिहार लागेर र फुलहरू झकमक्क भइरहेछ। ठक्क लाएर यो भैँस ला 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 ला। कोसेली घर खिचिदेम्बाको तल गाउँपालिका। के टिप्नु भयो? दबाई टिपिरहेछन् हाम्रो छेमाले। थोरैमा दामी छ गाइज। यस्तै छ हाम्रो गाउँहरू त। के गर्नु, गाउँघर रमाइलो छ अहिले। पुरा दसैँ सकेर तिहार अब आउनु लाग्यो। फुलहरू झकमक्क फुलिरहेछ।